तिमी गयो नि केही हुँदैन तर यो जानु भएन के लास्टमा साथीलाई त्यस्तो भन्नु कि बरु मेरो साथीको खतम भयो नि मलाई बाल छैन मलाई बाइक चाहियो किनभने मैले मेरो खाइ नखाइ सम्पत्ति जोगाइ बाइक किनेको छु मैले गाइज म चाहिँ एकदम होचुनुको फाइदा यही हो ओह्रालो देख्दा लाग्छ हामी चाहिँ एउटा डाँडामा गएर सुटिङ गर्छौँ यस्तो रमाइलो भएको है गर्लफ्रेन्ड बयफ्रेन्ड हुन्छ है तपाईँ गर्लफ्रेन्ड बयफ्रेन्ड हो तर अब तपाईँ त्यस्तै बिस्तारै मस्किने अलिक नजिक है नजिक अलिक क्लोज अलिक अङ्गल हाल्न खोज्यो अलिक किसिनु खोज्यो भने अङ्गल हाल्नु न अनि पछि त्यहाँ कट भन्छ नसुन्नु क्या त्यहाँ कट भने सुन्नु नि यस्तो तान्छु अनि के को कट यहाँ फिलिङ्स आइरहेको थाहा होइन उदान तपाईँ भन्नु ए भाइ यहाँ सुटिङ भइरहेको के को फिलिङ्स भन्नु म अरू आफ्नो बुढी हामी चाहिँ पनि गरौँ तपाईँ जानु भनेर भन्नु अनि दुईजना झगडा गरौँ कि रोलिङ नमस्कार दर्शकबिन तपाईँहरूलाई स्वागत छ र आज म यता डाँडातिर आएको छु र मेरो साथमा एकजना आँखा नदेख्ने चस्मा लाकी एकजना बहुत खुबसुरत औरत भनेर भन्न मिल्दैन किनभने नाक थ्याप्चो गरेकी एकजना आन्टी हुनुहुन्छ ढिलो नगरी उहाँलाई स्वागत गर्न चाहन्छु स्वागत छ आन्टी तपाईँलाई गाइज वेलकम टु माई न्यू भिडियो आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला सायद म पनि एकदम ठिक छु तपाईँहरू कुन ठाउँबाट हेर्दै हुनुहुन्छ स्वदेशबाट विदेशबाट गाउँबाट सहरबाट अवश्य कमेन्ट गर्न पनि नबिर्सिनु होला एन्ड फलो पनि गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु सबैले आज म कहाँ जान्छु त के गर्छु त म रुममा बस्दा पागल हुन लागिसकेँ तपाईँहरूले हेर्न सक्नुहुन्छ प्रायः जस्तो मान्छेहरूले त थमेल हेरेर थाहा पाइसक्नु भयो होला म कहाँ गएको के गरेको भनेर नथाहा पाउनेहरूको लागि आज म कहाँ जान्छु के गर्छु कस्तो गर्छु भनेर मेरो फुल भिडियो वाच गरिदिनु होला हस् थ्याङ्क यू सो मच लेट्स गो यो मान्छेलाई चिन्नुहुन्छ कि नै तपाईँहरूले यस्तो बाइक साइक किन्नु भएको रहेछ आजभोलि त है पहिला लखर हिँड्ने मान्छे आजभोलि त बाइक सो गाइज अब हामी जाँदैछौँ हामी चाहिँ बाइकमा छौँ है तिनजना टेन्सन प्रो अनि मेरो माया अनि म हामी चाहिँ एउटा डाँडामा गएर सुटिङ गर्छौँ हेर्न सक्नुहुन्छ एउटा डाँडामा गएर सुट गर्छौँ राइडर भाइ भयो यतिमा उ गर्न सक्छ म त तपाईँ त्यो विकासले थाहा छ भन्नु थियो अनि म त त्यसले भनेर अलिक डिस्काउन्ट हुन्छ कि भनेर म अनि त्यही रोकिरहेको हो कि त्यो त दिन्छु म हामी चाहिँ यही झर्यौँ यो ब्यागमा राख्नु न होइन खाने जीवन ल म एउटा मान्छे लिन जान्छु यसको अफ चाहिँ स्ट्यान्ड होला आफै अफ हुँदैन स्ट्यान्ड लगायो भने आफै अफ हुन्छ नत्र हुँदैन किन जीवन जालो होस् विकास कहाँनिर छौ चोकमा आइज न चोकमा रातो पुलमा हो न रातो पुल मेरो माया जानुभयो लिन साथीलाई पुलमै भयो नम्बर के चाहियो पुलमै बस्ने भन्नु न ल पुलमै वेट गर ल पुलमै भयो यही मोबाइल छ नि तिम्रो नम्बर उसलाई दिइहाल्छु नि म त पुलमै भन्नु रे एकछिन भयो भने रहर मेट्नुहुन्छ बोलेर मान्छेलाई म दिन्छु मात्र दिँदैन ए हामी त कहाँ बाइक भयो त कहिले कहाँ कस्तो आन्टी कति वर्षको भयो भन्नु तपाईँ तपाईँ म 16 वर्ष भयो 16 वर्ष हुन्छ तपाईँ त कसम हो 35 वर्षको जस्तो हुनुहुन्छ अनि म कति वर्ष भयो हेर्छौ देखाऊ के देखाउने हेर्न सक्दिन होला तिमीले होस् भन्नु न त के देखाउनुहुन्छ आफ्नै बुढा कस्तो अनि मलाई फेरि किन हेप्नु भयो त तपाईँले हेप्छु त के त नि कि मेरो म मोटी खानदानी हो नि त तपाईँ जस्तो लोभी होइन नि त मेरो खानाहरू देख्नु भएको कि कस्तो खान्छु म के खान्छौ त्यो मर्यासिनु खान्छ त मर्यासिनु त खान्छ होला एकदम डाइटिङ कुराहरू खान्छु डाइटिङ उतो खाने गरे के अर्कै बुढा चुप्पा भन्छ यो मान्छेले गर नि त त्यसो भए
अब भोक लाग्यो अब नजिक पर्छ पनि भिडियो भाइरल हुने भयो यार अब यो के यस्तो हेर्नु यो मान्छे यस्तो गर्नु यस्तो रमाइलो भएको है सरी बरु सरी यस्तो न क्यान्सल क्यान्सल के गरेको त्यस्तो त्यो लम्बी डाँडैमा भन्ने कि रोलिङ भन्छ अनि मैले एक्सन भन्छु अनि म जे भन्छु त्यतै गरेर भन्छु बिस्तारै मस्क्यो गर्लफ्रेन्ड बोयफ्रेन्ड हुन्छ है तपाईँ गर्लफ्रेन्ड बोयफ्रेन्ड हो तर अब तपाईँले त्यस्तै बिस्तारै मस्किने अलिक नजिक गयो नजिक अलिक क्लोज अलिक अङ्गल हाल्न खोज्यो अलिक किसिएर खोज्यो भने अङ्गल हाल्नु न अनि पछि त्यहाँ कट भन्छ नसुन्नु क्या ए कट भने सुन्दैन भने यस्तो तान्छु अनि के को कट यहाँ फिलिङ्स आइरहेको थाहा होइन उदान तपाईँ भन्नु ए भाइ यहाँ सुटिङ भइरहेको के को फिलिङ्स भन्नु म अरू आफ्नो बढी हामी जे पनि गरौँ तपाईँ जानु भनेर भन्नु अनि दुईजना झगडा गरौँ कि 2 मिनटमा सक्छ ओ बाउलाई खिच्यो ल ल हुन्छ ल खिच कन्टेन्ट हुन्छ मेरो नि मान्ने भयो कि ऊ त्यो स्टुडेन्टको लागि के ल्याइएन है अर्को के कन्टेन्ट बनाइरहेको छ नि त रोलिङ नमस्कार दर्शकबिन तपाईँहरूलाई स्वागत छ र आज म यता डाँडातिर आएको छु र मेरो साथमा एकजना आँखा नदेख्ने चस्मा लाकी एकजना बहुत खुबसुरत औरत भनेर भन्न मिल्दैन किनभने नाक थ्याप्चो गरेकी एकजना आन्टी हुनुहुन्छ ढिलो नगरी उहाँलाई स्वागत गर्न चाहन्छु स्वागत छ आन्टी तपाईँलाई कस्तो आन्टी हो हजुर बहिनी भन्ने लात्री किन आयो अनि किन आन्टी भन्ने त फेरि अनि आन्टीलाई आन्टी नभनेर के आमा भयो कस्तो आमा हो फेरि अलिकति बोल्ने शैली छैन बोल्ने शैली अलिकति रेस्पेक्ट भन्ने थाहा छैन ल रेस्पेक्ट गरेर बोल्छु ल फेरि पनि दर्शकबिन मैले अब उहाँलाई एकदमै रेस्पेक्ट गरेर बोल्न थालेँ किनभने उहाँलाई नरेस्पेक्ट गरेको तपाईँलाई मन पर्दैन होइन त एकदमै रेस्पेक्ट गरेर मसँग आउनु चाहिँ एउटा जङ्गलबाट भर्खर आयो कि भुतिनी जति स्वागत छ तपाईँलाई किन उहाँ भाग्नु भयो अब हामी नास्ता खाँदै हो यस्ता के हो उसले भनेको यस्तो क्या तिम्रो एक्स कतिवटा थिए के अरे तिमी उही हेर्ने के होला भन्नु न अनि तिम्रो एक्स कति के अरे तिम्रो एक्सलाई के भन्न चाहन्छु भनेको अब कुन एक्स मेरो त एक्स 1000जना थिए भनेर भने क्या त्यस्तो बनाएको तिम्रो रिसाउँछौ कि क्या अनि यसले भने अहिले पक्केर पुरा हुन्छ 1000वटा थिए जसु ऊ त अनि के अरे भनेको त्यतिकै त कन्टेन्ट त हो नि के भयो त है लाइभमा आएपछि मान्छेहरूले के भन्छन् त होला नि के भन्छन् अब के भयो त म कति छु मलाई थाहा अन्त के अरूले भन्नुभयो त सो गाइज आजको भिडियो एकदम रमाइलो भयो है हाम्रो भिडियो हेर्न सक्नुहुन्छ हजुरहरूले मदनले त बाइक खतरै चलाउँछ छैन म त भर्खर किनेँ त्यति प्रफिट छैन नछोडाम के पर्खिनु 3 लाखको बाइक फेरेर एउटा कन्टेन्ट मैले गइजान्छु अनि के बाइक त्यस्तो भयो कि तिमी गयो नि केही हुँदैन तर यो जानु भएन कि लास्टमा साथीलाई त्यस्तो भन्नु कि बरु मेरो साथीको खतम भयो नि मलाई बाल छैन मलाई बाइक चाहियो किनभने मैले मेरो खाइ नखाइ सम्पत्ति जोगाइ बाइक किनेको छु मैले गाइज म चाहिँ एकदम घोचाउनुको फाइदा यही हो ओह्रालो डर लाग्छ मेरो माया भनेको राइटर हो है फेरि यस्तो भिडमा पनि लग्नु भएको है फेरि मेरो माया चाहिँ राइडर हो कि हजुर यस्तो हेर्न सक्नुहुन्छ यहाँ गयो भने सिधै तल गइन्छ ओ माइ गड आजको भिडियो हाम्रो सुटिङ भएको छ तर बोलेर कन्टेन्टहरू भएको छ तर कस्तो हुन्छ आई डोन्ट नो तर सब भिडियो वाच गर्दिनँ होला हामी नास्ता खान आएको गाइजहरू है अब नास्ता खान्छौँ एकछिनमा तर म भिडियो बनाउनु छु यहाँ अब नास्ता खान लाग्यो गाइज चाउमिन
सो गाइज रात पनि पऱ्यो है। अब मेरो भिडियो कस्तो लाग्यो, थ्याङ्क यू सो मच वाचिङ भिडियो है। अब हामी रुममा जाँदै हो, अरू त बाइकमा गए, हामी त हिँड्दै हो, तर हाम्रो रुम यही नजिकै हो। ओके गाइज, जानुभन्दा अगाडि लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद। ओके।